हेलो हेलो साथीहरू, गुड मर्निङ, नमस्ते, नमस्कार। उम्, यो जीवनको यात्रामा लाइफ जर्नीमा तपाईँहरूले अनेक किसिमका मान्छेहरू भेटाउनु हुनेछ। दुखी, गरिब, असहाय, पीडित, धनी, गरिब, कसैसँग धेरै सम्पत्तिवाला, कसैसँग साँझ बिहान खानलाई पनि नपुग्ने तपाईँहरूले भेटाउनु हुनेछ। अनि जीवनको यात्रामा अ, जीवनको यात्रा यताबाट यता यताबाट यता सर्दै 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 स्टेप बाई स्टेप स्टेप जानेछ। अनि हामीहरूले बुझ्नेछौँ वाट इज लाइफ आफ्टर लिभ फ्रम होम। बाल्यपन छ यो 22-25 वर्ष पार गरिसकेपछि हामीहरूले जब घरमा बस्छौँ अथवा घरमा बस्नु र घरबाट बाहिर निस्किनु मा आकाश पतालको नै फरक हुन्छ। घरमा जति नै लडाइँ झगडा गरे पनि, जति नै आफ्नो हक जमाउन खोजे पनि बाहिर गएर हामीले त्यस्तो गर्न सक्दैनौँ। किनकि बाहिरको मान्छेहरूसँग हामीले बोल्न पनि जानेको हुँदैनौँ। अनि कसरी बोल्ने, के गर्ने, जब हामी बाहिर निस्किन्छ तब धेरै कठिनाइहरू, धेरै चुनौतीहरू, धेरै हेपाइहरू सहनुपर्छ। र यो हेपाइहरूले नै तपाईँहरूलाई कसैलाई स्ट्रङ बलियो बनाउँदै जान्छ। कोही त्यहाँको वातावरणसँग छिटो घुलमिल भएर नै त्यहाँको इन्भाइरोमेन्टसँग धेरै छिटो छिटो घुलमिल भएर त्यहाँको सबै कुरा बुझेर अलिक दिमाग हुन्छ, अलिक दिमाग लगाउन सक्ने मान्छेले अलिकति राम्रो गर्न सक्छ। अब तपाईँहरूले पढे लेखेको छैन, मतलब दिमाग लगाउन सक्नु कति बुझ्ने छैन, पर्छ तपाईँहरूलाई। तपाईँहरूभन्दा नबुझ्नु भने त पढ्न लेख्न नजाने मान्छेहरू पनि तपाईँहरूलाई हेप्न खोज्छ। मतलब हेपाइ तपाईँहरूले खानुपर्छ जब तपाईँहरू बोल्न सक्नुहुन्न, जब तपाईँहरूले आफ्नो आवाज उठाउन सक्नुहुन्न, तब हामीलाई के लाग्छ भन्दाखेरि अरूहरूसँग राम्रोसँग बोल्न सकौँ। अनि कसैले आफूलाई कसैको हेपाइ खान नपरोस्, त्यति नै हो। पढ्न जरुरी छ, अक्षर चिन्न जरुरी छ। अलिकति अक्षरै चिन्न जान्नु भए पनि, आफ्नो नाम लेख्न जान्न सक्ने भए पनि बाहिर आएर तपाईँहरूले धेरै कुराहरू सिक्न सक्नुहुनेछ। जसै के भन्नु, घर छोडेपछि नै थाहा हुन्छ यो सबै कुरा।